जय मसी अनि नमस्कार सबैजनालाई। कहिलेकाहीँ भिडमा हुँदाहुँदै पनि हामी कति धेरै एक्लो महसुस गर्छौँ है। लाग्छ हामीलाई साँचो अर्थमा बुझिदिने, हाम्रो पीडा महसुस गरिदिने र निस्वार्थ प्रेम गर्ने यो संसारमा कोही पनि छैन। हामी अक्सर मानिसहरूमा त्यो साँचो प्रेम खोजिरहेका हुन्छौँ, तर कतिपय अवस्थामा हामीले केवल निराशा मात्र हात पाउँछौँ। तर आज म तपाईँलाई एउटा अद्भुत खुसीको खबर सुनाउन आएको छु। तपाईँ एक्लो हुनुहुन्न। तपाईँलाई तपाईँको नाउँ काटेर प्रेम गर्ने, तपाईँको आँसुको मूल्य बुझ्ने र तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा स्वीकार गर्ने एकजना हुनुहुन्छ। उहाँ हुनुहुन्छ यीशु ख्रीष्ट। उहाँले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ त। आउनुहोस्, आजको यो 5 मिनट हामी उहाँकै त्यो सुन्दर र गहिरो प्रेमको बारेमा कुरा गर्नेछौँ। यदि आज तपाईँको मन भारी भएको छ भने यो भिडियो तपाईँको लागि एउटा उखती बन्नेछ। भिडियोको अन्तिमसम्म हेरेर मसँग रहनुहोला। तिमीहरूले पहिलो प्रेम परमेश्वरलाई गर्नु। संसारको प्रेम अक्सर शर्तमा टिकेको हुन्छ। यदि तिमीले मलाई यसो गर्यो भने मात्र म तिमीलाई प्रेम गर्छु भन्छ संसारले। तर यीशु ख्रीष्टको प्रेम शर्तहीन छ। उहाँले हाम्रो रूप, हाम्रो पैसा वा हाम्रो प्रतिष्ठा हेरेर प्रेम गर्नुहुन्न। बाइबलले रोमी 5:8 पदमा भन्दछ, तर परमेश्वरले हामीतर्फ उहाँको आफ्नै प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। सोच्नुहोस् त, हामी योग्य नहुँदै पनि उहाँले हामीलाई प्रेम गर्नुभयो। हामीले उहाँलाई चिन्नु अगाडि नै उहाँले हामीलाई चिन्नुहुन्थ्यो। उहाँको प्रेम पाउनको लागि हामीले कुनै ठुलो काम गर्नु पर्दैन। उहाँको प्रेम त एउटा सित्तैमा पाइएको उपहार हो जुन उहाँले हामीलाई दिन चाहनुहुन्छ। यीशुको प्रेम केवल शब्दमा मात्र सीमित थिएन। उहाँले त्यो प्रेमलाई कार्यमा देखाउनु भयो। संसारको सबैभन्दा ठुलो प्रेमको प्रमाण कल्भरीको क्रुस हो। हाम्रो पाप, हाम्रो गल्तीहरू र हाम्रा अधर्मको सजाय भोग्नको लागि यीशुले क्रुसको त्यो भयानक र अमानवीय पीडा सहनुभयो। उहाँको हात र खुट्टामा फलामका किल्लाहरू ठोकिए, उहाँको शिरमा काँडाको मुकुट पहिराइयो, उहाँले आफ्नो रगतको अन्तिम थोपासम्म बगाइरहनु भयो। किन? केवल तपाईँ र मेरो लागि, ताकि हामीले माफी र नयाँ जीवन पाउन सकौँ। यूहन्ना 15:13ले भन्छ, आफ्ना मित्रहरूका निम्ति आफ्नो ज्यान दिनुभन्दा ठुलो प्रेम कसैको हुँदैन। यीशुले हामीलाई आफ्नो मित्र भन्नुभयो र हाम्रो ठाउँमा आफै बलिदान हुनुभयो। यो भन्दा ठुलो प्रेमको उदाहरण ब्रह्माण्डमा अरू केही हुन सक्दैन। आज धेरै मानिसहरू सोच्छन्, मैले त जीवनमा धेरै गल्ती गरेको छु, के यीशुले मलाई अझै पनि प्रेम गर्नुहुन्छ होला र? म तपाईँलाई भन्न चाहन्छु, हो, उहाँले तपाईँलाई आज पनि त्यतिकै प्रेम गर्नुहुन्छ। उहाँको प्रेम कहिल्यै घट्दैन र कहिल्यै बदलिँदैन। तपाईँ आज जीवनको जुनसुकै कठिन परिस्थितिबाट गुज्रिरहनु भएको भए पनि, चाहे त्यो बिरामीपनमा होस्, आर्थिक अभावमा होस् वा मानवीय तनावमा होस्, यीशु तपाईँको साथमा हुनुहुन्छ। उहाँले भन्नुभएको छ, म तिमीलाई कहिल्यै छोड्ने छैन, न त त्याग्ने नै छैन। मानिसहरूले तपाईँलाई परिस्थिति हेरेर छोड्न सक्छन्, तर यीशुले कहिल्यै छोड्नुहुन्न। उहाँ हाम्रो आँसु पुछिदिने, हाम्रा चोटहरू निको पार्ने जीवित परमेश्वर हुनुहुन्छ। प्रियहरू, आज यो भिडियो हेरिरहँदा के तपाईँले यीशुको यो महान प्रेमलाई आफ्नो हृदयमा महसुस गर्नुभएको छ? उहाँ आज पनि तपाईँको हृदयको ढोकामा उभिएर ढकढकाइरहनु भएको छ र भन्दै हुनुहुन्छ, म तिमीलाई प्रेम गर्छु। आउनुहोस्, आज हामी उहाँको यो प्रेमको लागि धन्यवाद दिउँ। यदि तपाईँको जीवनमा शान्ति छैन भने परमेश्वरलाई, यीशुलाई आफ्नो जीवन सुम्पनुहोस्। उहाँले तपाईँलाई आफ्नो अचम्मको शान्ति र प्रेमले भर्नुहुनेछ। यो भिडियो हेरिरहनु भएकोमा तपाईँहरू सबैलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद। यदि यो
सन्देशले तपाईँको मन छोएको छ र अरू कसैलाई पनि यो प्रेमको खाँचो छ जस्तो लाग्छ भने यसलाई लाइक, कमेन्ट र सेयर गरेर येशूको प्रेम फैलाउन मद्दत गर्नुहोस्। परमेश्वरले तपाईँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।